हेलो नमस्कार सेवारो सबैजनालाई। र अहिले भने चाहिँ म यता बारीमा है देख्न सक्नुहुन्छ नाकीमा रोपाइ हुँदैछ है। नाकीमा रोपाइ अब यस्तोतिर पो लागे म चाहिँ नाकीमा रोप्नु हो। देख्न सक्नुहुन्छ नाकीमा रोपाइ। अब नाकीमा रोपेर चाहिँ सप्लाई गर्नुपर्ने जस्तो छ। नाकीमाको साह्रै डिमान्ड आएको छ हो। किनेर खाउँ भने 500 रुपियाँ र 600 रुपियाँ केजी रहेछ हो। सिजनमा अहिले पनि महँगै रहेछ हो। अब चाहिँ म चाहिँ किनेर खानु चाहिँ नसक्ने भयो। त्यो भन्दा चाहिँ आफै रोपेर खाइन्छ। आफ्नै बारीमा 1-2 झाङ ठुल्ठुलो छ हो। त्यही झाङलाई चाहिँ मजाले फाडेर बिउ निकालेर चाहिँ यसरी रोप्नु पो थालेको चाहिँ। अब किनेर खानु चाहिँ अलिक नहुने रहेछ हौ। साह्रै महँगो भयो। अब आफै यसरी रोपिन्छ हो। त्यहाँदेखि भोलिपछि मजाले फलेपछि आफै सप्लाई गरिन्छ। डिमान्ड साह्रै आयो। सस्तोमा बेचिन्छ, महँगोमा बेच्दो रहेछ नि त अहिले चाहिँ हो। अन्त म चाहिँ रोप्नुमा नाकीमाको बिउ है अघि निकालेर ल्याएको छु। अब यसलाई चाहिँ रोप्नु पर्ने हुन्छ। आफै रोपिन्छ हो। आगोतिर त फलिहाल्छ, मजाले फुलिहाल्छ। टिप्यो बेच्यो हो। यसलाई त्यस्तो स्याहार गर्नु पनि परेन हो। अलैँची जस्तो यसलाई के छैन, रोप्नु मात्रै पर्छ र बोट अलिअलि कोरिदिनु पर्यो हो। त्यतिमा आइहाल्छ यो। टेन्सनै छैन नाकीमाको चाहिँ त्यस्तो। यसको केही छैन हो। सजिलै छ रोप्नु। र अब के गर्नु, मकै रोपौँ मुसाले सुवा, भटमास रोपौँ मुसाले सुवा, अलैँची रोपौँ मुसाले सुवा। यो नाकीमा चाहिँ खाँदैन रहेछ हौ। यो सायद तितो भएर पनि होला, केले खाँदैन हौ यो नाकीमा चाहिँ। बडोभन्दा यो बोटमै कुहिएर झर्छ कि पाकेर हो। तर यो चाहिँ केले खाँदैन नाकीमा कि। त्यसले गर्दा यही ठिक लाग्यो मलाई। यो मुसाको खाजा है, भात हुनुभन्दा चाहिँ यो ठिक रहेछ। यो चाहिँ ठिक रहेछ हौ। मुसाले पनि नखाने, चराले पनि नखाने, बडोभन्दा बोटमै कुहिएर फ्यात्तै झर्छ हो। तर केले पनि खाँदैन है। र साथीभाइहरू यसरी नाकीमा रोप्नुपर्छ।